आज त जीवित छौँ भोलि के हुने हो। तिम्रो हाम्रो जीवन दुई दिने हो। आज त जीवित छौँ भोलि के हुने हो। छैन भरोसा छैन ठेगाना, छैन भरोसा छैन ठेगाना। आज नै मुक्तिलाई पाइहालन, आज नै यीशु कहाँ आइहालन। तिम्रो हाम्रो जीवन फुल्छ यस धरतीमा ओइलेर झरना। जन्मन्छन् मानिस यहाँ एक दिन मर्ना। फुल्छ यस धरतीमा ओइलेर झरना। जन्मन्छन् मानिस यहाँ एक दिन मर्ना। यस्तो लौकिक जीवनले घमन गर्नु किन, यस्तो लौकिक जीवनले घमन गर्नु किन। ख्रीष्टलाई आजै ग्रहण गरे पाइन्छ है अमर जीवन। ख्रीष्टलाई आजै ग्रहण गरे पाइन्छ है अमर जीवन। तिम्रो हाम्रो जीवन मुक्तिदाता यीशु आए यस धरतीमा। पापीहरूलाई मुक्ति दिन मरे क्रूर क्रुसमा। मुक्तिदाता यीशु आए यस धरतीमा। पापीहरूलाई मुक्ति दिन मरे क्रूर क्रुसमा। यही ख्रीष्टलाई ग्रहण गरे पाउँछौ पापको क्षमा। यही ख्रीष्टलाई ग्रहण गरे पाउँछौ पापको क्षमा। नत्र मृत्यु पछि मित्र पछुताउनु पर्छ नरकमा। नत्र मृत्यु पछि मित्र पछुताउनु पर्छ नरकमा। तिम्रो हाम्रो जीवन दुई दिने हो। आज त जीवित छौँ भोलि के हुने हो। तिम्रो हाम्रो जीवन दुई दिने हो। आज त जीवित छौँ भोलि के हुने हो। छैन भरोसा छैन ठेगाना, छैन भरोसा छैन ठेगाना। आज नै मुक्तिलाई पाइहालन, आज नै यीशु कहाँ आइहालन। तिम्रो हाम्रो जीवन खुसी लाग्छ भन्थ्यो क्या त त्यो चाहिँ हाँस्नुहुन्थ्यो। यस कारणले गर्दाखेरि अस्तिको दिन पनि साह्रो भएर है अङ्कल उठाउ चिन्नुभयो किन चिन्दिनँ विनोद भाइ हो नि भने
हिजो बिहानसम्म पनि अस्तिको दिनसम्म पनि है त्यसरी तर के गर्नुभयो हिजो बिहान हामीले प्रार्थना गऱ्यौँ प्रभु अब हामी तपाईँको हातमा अङ्कलाई छटपटाए पीडा पोल्ने जलन कुराहरू नभएको होस् तपाईँलाई स्वीकार गरेको छ हामी व्यक्तिगत जीवनमा परिवार रूपमा मण्डलीमा भइकन तपाईँको हातमा समर्पण गर्छौँ तपाईँले लिनुहोस् भनेको थियौँ त्यति हामीले आमिन भनेर उठ्दा त अघि नै गइसक्नु भएको थियो तुरुन्तै उहाँ गइसक्नु भएको थियो है एकदम है अनुहारको एकछिनदेखि त अनुहारको रूप बदलिँदा एकदम है फ्रेस हुँदा आयो कोही केही कुरा छैन यस कारणले गर्दाखेरि आज हामीले स्वीकार गर्नुपर्नेछ आज त्यो अनन्त जीवनको लागि यसै कारणले गर्दाखेरि आज उहाँले जीवनभरि खुट्टाको कारणले शरीरको कारणले सेवामा जानु सकेन तर उहाँको आत्माले सधैँभरि के गर्थ्यो अरे म प्रार्थना गरिबस्छु नि भन्नुहुन्थ्यो क्या प्रार्थना गरिबस्छु भनेर उहाँ भन्नुहुन्थ्यो उहाँ तयारी थियो यसै कारणले समय आयो परमेश्वरको वचन अनुसार ऐबको किताब 14 अध्यायको 5 पदमा हाम्रो पनि सीमा ठहराइदिएको छ कहिलेसम्म हो है कुन घडीसम्म बाँच्नुपर्छ तर योको लागि त्यस कारण आज हाम्रो जति इष्टमित्रहरू हाम्रो अङ्कल आन्टीको हाम्रो राजाभाइको आफन्तहरू आउनु भएको छ यदि तपाईँहरूले प्रभु यीशु मसीहलाई आजको दिनमा विश्वास गर्नुभएको छ भने तपाईँहरूलाई एउटा यो सुसन्देश छ तपाईँको आफन्त तपाईँको भेना तपाईँको काका तपाईँको मामा कुनै पनि साइनुलाई तपाईँको होला उहाँको आज मट्टीमा आउँदाखेरि तपाईँले एउटा सुसन्देश सुन्नुभएको छ मृत्युपछि जीवनमा कति ठुलो कुरा छ यो चाहिँ सबभन्दा ठुलो कुरा हो पढिदिउँ त भाइ किनभने मानिसको आयु तोकिएको छ त्यसको महिनाको संख्या परमेश्वरसँग छ त्यसको महिनाको संख्या परमेश्वर कहाँ छ तपाईले त्यसका सीमानाहरू बाँध्नु भएको छ तपाईले त्यसको सीमानाहरू बाँध्नु भएको छ त्यसले त्यो पार गर्न सक्दैन पार गर्नै सक्दैन त्यसको हामीले कसैले पनि पार गर्न सक्दैन कति वर्षसम्म तर त्योभन्दा अगाडि चाहिँ आज हामीले के गर्नुपर्ने छ परमेश्वरलाई खोज्नुपर्छ उपदेशक किताब 12 अध्यायको 5 पद